कंटेंट बस वैसे बस ब्लॉग है नॉर्मली बस दिखाना है, बस जगह दिखाना है ऐसा बस। दुईटा स्मित लगाइसक्यो लाग्छ बस तेरा तो गेम बजाना पड़े लगाउन बाँकी छ। अब त के र नि म बिहानै जानु Oh my god. गाह्रो बाजी। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल है। आज म बाहिर जाँदैछु सन्चो नभएर म बिरामी छु है। बिराम भन्दा नि यसो हातमा घाउ भएको हुनाले चोट लाग्यो। अस्ति त्यो कम्पनीमै काम गर्दाखेरि चोट लागेको हुनाले अनि हस्पिटल जानुपर्ने भयो। अस्ति गएको हो दुईचोटि, हिजो र अस्ति पनि गएको हो जान त। अनि हल्का सुई लगाएको थिएँ, सुई लगाउनु भनेर डक्टरले अनि दुईवटा सुई लगाएको है। आज पनि एउटा सुई लगाउन बाँकी छ, आज पनि एउटा इन्जेक्सन लगाउन बाँकी छ है। आज पनि म बाहिर जाँदैछु सुई लगाउनको लागि हस्पिटल है। अनि यसो बाटोमा हिँड्दैछु है। टाइम लाग्छ जानलाई, पुग्नलाई अलिकति समय लाग्छ। हिँड्दै हिँड्दै जानु लाग्यो म त है। ल आधा घन्टाको बाटो छ, भित्र बाटो हुँदा मात्रै जानुपर्छ। काम गर्दाखेरि यस्तो भयो, हात के गर्ने, धेरै गाह्रो छ अर्काको ठाउँमा काम गर्नलाई है। केही चोटपटक लाग्यो भने चाहिँ त्यस्तै हो, धेरै गाह्रो हुने रहेछ काम गर्नको लागि है। अर्काको ठाउँमा चोटपटक लाग्यो चाहिँ के गर्ने गाइज। आज छुट्टीको दिन यसो मेडिकल पनि जाऊ अनि यसो त्यसैमा भ्लग पनि बनाऊँ भनेर क्या, त्यही भएर यसो भ्लग बनाउँदै हिँडेको है। हेर्दै जानु होला अन्तिमसम्म। मेडिकल जानु लाग्छु, मेडिकल गएर के भन्छ डक्टरले है। दुईवटा सुई त लगाइसक्यो, लास्टको सुई तेरा तो गेम बजाना पड़े लगाउन बाँकी छ है। अब यो औषधि दिएको छ खानलाई। घाम बाहिर लास्टै छ बाहिर। आज रमजानको छुट्टीमा हाम्रो यो कम्पनीको यो मसँगै काम गर्ने एउटा पछाडि छ, त्यसले मलाई देखाएन, उसले मलाई देखेको छैन। मसँग काम गर्छ त्यसले मलाई देखेको छैन है। टाढा हिँडेर जानुपर्छ है। गाडीमा जाऊँ भने त सकिन्छ गाडीमा जान त, तर टाढा छ त्यही भएर पनि अब त्यसो भित्रै बाटो हुँदै जानु लाग्यो है। अब उता अनि अन्त म बिहानै जानुपर्ने खासमा। अब बिहान त्यस्तै भयो, जान अलिक टाइम पनि मिलेन। बिहानै जान खोजेको खासमा, बिहानै जानुपर्ने हो। बिहान जान नमिलेको हुनाले है, त्यही भएर अहिले अब यहाँको 10 बजिसक्यो। जाँदा जाँदै 10:30 होला जस्तो छ। हजुरहरूले हेर्न सक्नुहुन्छ जाने आउने गाडीको भिड भयो है। यस्तै छ है गाइस, यही हो। सॉरी नहीं यूट्यूब पे है, जस्ट नॉर्मली वीडियो बना रहा हूँ। हाँ जी यूट्यूब पे अभी भी खोला हूँ, नया खोला हूँ वीडियो, तो इसलिए बनाया बस थोड़ा जी। कंटेंट बस वैसे बस ब्लॉग है नॉर्मली, बस दिखाना, बस जगह दिखाना है ऐसा, बस पब्लिक दिखाना, बस अपने आप को दिखाना, बस वही है, ऐसे ही कुछ है। ओके जी थैंक यू। आएगा शाम का आएगा, शाम को भी आएगा। ओके जी। हेलो गाइस, हेर्न सक्नुहुन्छ है। यहाँ यो सेक्युरिटी हो। यो सेक्युरिटी अब यहाँ मस्जिद हुन्छ नि, अब बेलुका एकदम रमाइलो हुन्छ नि त। बेलुका एकदम रमाइलो हुन्छ, मस्जिद एकदम हुन्छ मान्छेहरू, किनकि यो रमजानले गर्दाखेरि नि मस्जिदमा मान्छेहरू एकदम हुन्छ नि। अब मुस्लिमको अब ठुलो चाडपर्व हो नि त रमजान, त्यसले गर्दा पनि अब यहाँ मस्जिदमा भिड हुन्छ, एकदम रमाइलो हुन्छ के, झिलमिलले हुन्छ है। हो त्यही भएर पनि अनि उसले चाहिँ भनेको कि अब बेलुका पनि आउनु अनि भिडियो बनाउनु, भ्लग बनाउनु भनेर मलाई सुझाव दिँदै थियो। मैले ल हुन्छ भनेर भनेको है। अब बेलुका पनि आउनु पर्ला, सायद अलिअलि यस्तो सिनहरू निकाल्छौँ बेलुका पनि है। यो भित्रबाट यसरी आउनुपर्छ, यो भित्रबाट यसरी जानुपर्छ। म यो बाटो हुँदै यहाँबाट धेरै टाढा, यहाँबाट पनि भित्र गएर त्यहाँबाट पनि घुमेर फेरि अगाडि जानुपर्छ मेडिकल आउनको लागि है। टाढा चाहिँ म आएको बाटो चाहिँ यहाँबाट हो, उताबाट त्यो अगाडिबाट यसरी हुँदै यसरी आएको है। म गाडीको त्यो रोड भइहाल्छ, रोड अब जामनलाई त्यहाँबाट चाहिँ बाटो क्रस गर्न पाउँदैन।
है भेटायो भने चाहिँ फाइन हान्छ पुलिसले जसले भए पनि है यही हो। अब काम गर्दाखेरि यसरी चोट लाग्यो के गर्ने होइन, यसरी चोट लाग्यो। अब गएर विदेशमा काम गर्नलाई यस्तै हो, के गर्ने, सोचे चाहिँ जिन्दगी रहेनछ भने जस्तै हो है। अनि घाम पनि छ बाहिर, 12 बजिसक्यो, 12 भन्दा 11 बज्न लाग्यो होला सायद, 11 बज्न लाग्यो होला अहिले त है, यहाँको 11 बज्न लाग्यो। यो बाटो हुँदै जानुपर्छ, धेरै टाढा है यहाँबाट, यसरी धेरै टाढा है, उता उता हुँदै जानुपर्छ। म त होइन जाम भने त यताबाट पनि जान्छ, अगाडि मेन रोडे पनि जान सक्छु होइन, तर यो मेन रोडबाट जाँदाखेरि चाहिँ धेरै टाढा है। ल 4 किलोमिटर छ, 4 किलोमिटर हिँडेर अब त्यसरी सिधै डाइरेक्ट सिधै जाँदाखेरि त धेरै लामो पऱ्यो नि त। त्यही भएर म चाहिँ अलिकति सर्टकट हुँदै जानु लाग्यो है, सर्टकट हुँदै जान लाग्छु। यस्तो छ यहाँको है सिनरी, कम्पनीहरू यस्तो चाहिँ सिनरी यहाँको यस्तो छ। यो साइड साइडको पुरै कम्पनी हो, यो पुरै कम्पनी। यो काठहरू हुन्छ नि, यो फर्निचर, यो चाहिँ फर्निचरको कम्पनी है, यो फर्निचरको कम्पनी हो र काठको कम्पनी। यो मान्छेले यहाँबाट हिँड्दैछ नि, हिँड्दै आउनु लाग्ने मान्छेहरू। अनि यो पनि एउटा यो पनि अर्को एउटा कम्पनी हो, यो देखिएछ नि, यो पनि एउटा कम्पनी हो। के छ त्यसको त यही हो। ल हेर्न सक्नुहुन्छ है यहाँकै यसरी हिँड्दैछु म। टाइम लाग्छ अलिकति जानलाई, पुग्नको लागि अलिकति टाइम लाग्छ है गाइस। दौडिनुपर्छ यसरी, ढिलो हुन्छ हो, ढिलो हुन्छ। मलाई हस्पिटल जानमा बन्द हुन पनि सक्छ है, गाह्रो भयो है। Masalah ke guys, guys ya, हेर्न सक्नुहुन्छ यहाँ पुरा माटो बालुवा छ, यस्तो बालुवा छ पुरै भित्री बाटो हो। यो भित्री बाटो हुँदै वहाँबाट यसरी माथि उक्लिनु पर्छ, भित्री बाटो हो है। ओह माय गॉड, पसिना आएन। ओह माय गॉड, हातै दुख्यो, साह्रै गाह्रो। ओह माय गॉड, हात दुख्यो। पुरा खडेरी चाहिँ यस्तो खडेरी छ यहाँ भित्री बाटो हो नि त। यो बाटो होइन, भित्री हुन्छ नि त, जस्तो हाम्रो उतातिर पनि हुन्छ नि त भित्री, त्यस्तो खालको हो यो। मान्छेहरू जाँदैन है, हेर्न सक्नुहुन्छ त्यहाँ कसैले के बनाउनु ला माथि देख्न सक्नुहुन्छ है। यस्तै छ है हजुर। म जाने चाहिँ त्यहाँबाट वहाँबाट यसरी यताबाट पनि जान्छ है। म जान्छु यस्तो चाहिँ बालुवा हेर्नुहोस् है, बालुवामा हिँड्नु परेको छ मलाई है गाइज। कस्तो लाग्यो हजुरहरूलाई यो ठाउँ है? म यो बाटो हुँदै जानुपर्छ है, यहाँबाट यसरी जानुपर्ने हुन्छ। म चाहिँ यो बाटो हुँदै जाने है, त्यो बाटो पनि जान्छ हुन त, त्यो बाटो हुँदै पनि जान्छ, त्यो बाटो हुँदै पनि जान्छ। मान्छेहरू जाँदैन त्यहाँबाट, त्यो बाटो हुँदै पनि मान्छेहरू जाँदैन। तर मलाई चाहिँ यो बाटो हुँदै जानुपर्छ। म चाहिँ यो बाटो यसरी हुँदै यो बाटो हुँदै जानुपर्छ, यहाँबाट यसरी जानुपर्ने हुन्छ मलाई। भित्र बाटो नै जान लागेको छु है, किनकि अब सिधै अब गयो भने त अब रोडे गयो भने त धेरै टाइम लाग्छ, आधा घन्टाभन्दा बढी लाग्छ। यसमा पनि लाग्छ आधा घन्टा, तर त्यहाँबाट अझै धेरै समय लाग्छ। म चाहिँ यसरी जानुपर्छ, यहाँबाट यो नागेर यहाँबाट यसरी हुँदै जानुपर्ने हुन्छ है। हेर्न सक्नुहुन्छ हजुरहरूले है, यसरी
देख्नुभयो होला हजुरहरूले यसरी यसरी जानुपर्ने हुन्छ गएको छ यताबाट अब यसरी यसरी जानुपर्ने हुन्छ तब त यताबाट हो कि यहाँबाट यसरी माथि चढेर होइन यसरी माथि चढेर यसो चढ्नुपर्छ माथि हातै गल्यो है यहाँबाट जानुपर्छ यसरी भित्र बाटो हुँदा मात्रै जाने है यहाँबाट जानुपर्छ है म हेर्न सक्नुहुन्छ है यो बाटो सिधा जानुपर्छ त्यहाँबाट पनि फेरि त्यहाँबाट पनि भित्र हुँदै जानुपर्छ साह्रै घाम छ गर्मी धेरै छ है गाह्रो छ Oh my God. तिमी यहाँबाट यो हुँदै जाने यो बाटो हुँदै जाने यहाँबाट सिधा जानुपर्छ होइन यो बाटो सिधा छ भन्दा नि यहाँबाट घुम्नुपर्छ यहाँबाट त्यसरी घुमेर जो सिधै भनौँ न अनि फेरि त्यहाँबाट पनि फेरि अर्को कटेर अनि बल्ल मेडिकल आउँछ है हजुरहरूले मलाई कस्तो देख्नु भएको छ है मेरो फेस कतिको क्लिन आएको छ यो घामले गर्दाखेरि पनि राम्रोसँग नदेखेको हुनसक्छ फेस होइन यसरी यहाँबाट यसरी यहाँबाट पनि सिधै जानुपर्छ यहाँबाट पनि सिधै यो रोड अर्कै यहाँबाट फेरि सिधै जानुपर्छ यहाँबाट पनि रोड नागेर सिधै जानुपर्छ है यो पनि एउटा कम्पनी हो यो पनि एउटा कम्पनी हो कम्पनी धेरै छ पुरै कम्पनी छ यहाँ म एउटा बाटो हिँड्छु भनेको एउटा बाटो आएछ है बाटो परेछ है यहाँ बोल्दैछ म खासमा जाने यताबाट हो यताबाट जानुपर्ने हो तर म अब यो बाटो भयो अगाडि उल्टो बाटो गएछु हिजो एकचोटि आएको हो अस्ति त गाडीमा गएको थिएँ हिँडेरै आएको थिएँ त्यही भएर पनि मलाई अलिअलि याद थियो अहिले त बिर्सिएछु त किनभने बुढो भयो क्या हो बुढो होइन यो घामले खाएको घाम कस्तो घाम छ घामले गर्दाखेरि दिमागले पनि काम गरेको छैन है अब के गर्ने घाम छ अब यस्तो घाममा म अघि नआएको कहाँनिर बाटो त्यहाँनिर बाटो हो कि क्या हो कहाँनिर बाटो म आएको अघि न यताबाट भित्र जानुपर्ने हो खासमा म गलत बाटो आएछु है साह्रै दुःख पाइन्छ हो विदेशमा बिरामी भयो चटपटक लाग्यो भने धेरै दुःख पाइन्छ साह्रै दुःख पाइन्छ होइन के गर्ने सकेसम्म त अब विदेशै आउनु नपर्ने अवस्था नेपालको भइदियो त होइन यसरी किन आउनु पर्थ्यो र अर्काको देशमा होइन सकि नसकी घर परिवार सबै कुरा छोडेर त्यागेर होइन सबै कुरालाई त्यागेर किन आउनु पर्थ्यो र होइन अनि यस्तै छ बल्ल अलि शीतल भयो किनकि यहाँ रुख छ नि त यस्तो रुख बिरुवा भएको हुनाले शीतल भयो यहाँबाट चाहिँ शीतल हो यहाँ पनि एउटा कम्पनी बन्दैछ यहाँ बनाउँदैछ है हेर्नु सक्नुहुन्छ अनि हुन त अब आम भने त गाडीमा पनि आउन सकिन्थ्यो तर यो हो कि अब गाडीमा अब पैसा खर्च हुन्छ होइन त किन पैसा खर्च गर्नु आफ्नो खुट्टा हुँदा धेरै टाढा पनि छैन होइन 20 मिनटको बाटो त हो नि
दुबईमा पैसा कमाउन गएर छ है, के गर्ने समस्या त्यता भन्दाखेरि चाहिँ समस्या के को भन्दाखेरि चाहिँ पैसाको घुम्दै हुनुपर्छ है। यही रोड अर्को बाटो जान्छ, यो यहाँबाट पनि जान्छ, यो बाटो हुँदै पनि जान्छ, यो बाटो हुँदै पनि जान्छ जाम भने। तर अब मलाई भित्री बाटोबाट छिटो हुन्छ नि त, त्यही भएर पनि म भित्री बाटो आएको है। एकातिर जानुपर्ने, एकातिर हिँडेछु, अनि कहाँबाट पुगिन्छ त होइन गन्तव्यसम्म। गन्तव्यसम्म पुग्नुको लागि त सही बाटो हिँड्नु पऱ्यो नि त होइन त। अब म गलत बाटो हिँडेको हुनाले गन्तव्यसम्म पुग्नलाई टाइम लाग्ने भयो। म अघि नै पुग्ने थिएँ तर ढिलो भयो मलाई। हाँ जी, ये हमारा भाई साहब है इधर ही, हमारा भाई साहब को भी देखिए, हमारा भाई साहब ड्राइवर है। और यही है दुबई का, दुबईमा यस्तै यही यताबाट चाहिँ म हिँड्नुपर्छ, यताबाट जानुपर्ने हुन्छ म है। यताबाट चाहिँ जाने है, यहाँबाट यो बाटोमा चाहिँ जानुपर्ने थियो खासमा। म जाने यो बाटो हुँदै हो, अघि उतातिर गयो नि त, म उतातिरको बाटो गयो नि त, जानुपर्ने यो बाटो हो खास है। यहाँ पनि यस्तै चाहिँ बालुवाई, यो भित्री बाटो हो, यो भित्री बाटो हुँदै छिटो पुगिन्छ भनेर भित्री बाटो हुँदै आएको, बाटै बिर्सी, बाटो बिर्सिएर एकातिर भने एकातिर गएँ, के गर्ने है। कस्तो देखेछ घामले गर्दाखेरि, मलाई देखेको छ कि छैन, मलाई देख्नु भएको छ कि छैन है। मेरो भिडियो अब कस्तो बन्यो थाहा छैन है, घाममा, घामले गर्दाखेरि अनुहार पनि चल्के। म जाने क्लिनिक आइपुग्न लाग्यो, हस्पिटल क्लिनिक भन्नुपर्छ, हस्पिटल त होइन क्लिनिक यहीँनिर, यो प्यासन भन्ने छ, प्यासनको भित्रबाट जानुपर्छ, एक तला माथि छ, त्यहाँबाट जानुपर्छ म है। प्यासनको मार्केटमा जानुपर्ने, यी मान्छे हिँडिरहन्, यो बाटो हुँदै जाने, यो बाटो हुँदै यसरी जानुपर्छ है, यसरी जान्छ। कस्तो हुन्छ के भन्छ है डक्टरले, गएर अब थाहा हुन्छ पुगेपछि है। हेर्दै गर्नु होला अन्तिमसम्म भिडियो कस्तो हुन्छ है। हेर्नुलाई आइपुग्यो म, यही मार्केट हो है, म आइपुगेँ फाइनली। हस्पिटलबाट बाहिर निस्केँ है, हस्पिटल भन्दा पनि क्लिनिकबाट बाहिर निस्केँ है भर्खरै। धेरै ढिलो भयो, बिहान तल 11 बजीतिर आएको मान्छे यहाँको 2 बज्न लागिसक्यो है, धेरै ढिलो भयो। बिहानबाट केही नखाएर यहाँ भोक पनि लागिसक्यो, के मैले त यहाँ यस्तो किनेछु गाइस, भोक लागिसक्यो लास्टै, के गर्ने हो, भोक लागिसक्यो। भोकले गर्दाखेरि गाह्रो भयो, मलाई त हिँड्न पनि मन लागेन यार, घाम पनि त्यस्तै लाग्यो, अलिक टल्के है। ल बल्ल बल्ल पालो पाएँ, बल्ल बल्ल। भोकले यहाँ कस्तो भयो, पेट यहाँ पेटमा यहाँ मुसा दौडे आफ्नो। पत्ती लागि मिलाउँदै के मिसाउँछ, त्यही भएर सबैसँग खाना हुँदैन है।
गाउँ गएर यात्रा गरेको भन्नु हैन समस्या त गाडी समस्या नभएर किनभने हात दिने समस्या हेर ल गाइस म अब हिँड्नुपर्छ है यहाँबाट हेर्न सक्नुहुन्छ है म त हिँड्दैछु गाइस है अलिक छिटो हिँड्नुपर्छ है गाइस अलिक छिटो हिँड्नुपर्छ ल मलाई ढिलो भइसक्यो यहाँ कति ढिलो भयो मलाई यहाँ म अघि नै कहाँबाट आएको म आफैले बिर्सिसकेँ कहाँबाट आएको मलाई नै म पनि कन्फ्युज भइसकेँ गर्मी कति छ हेलो गाइज म आएको ठाउँै बिर्सिसकेँ मैले कताबाट आएको म अघि न कताबाट आएको म अघि यति कताबाट आएको जस्तो त लाग्दै थियो मलाई ल गाडीहरूले गर्दाखेरि म आएको ठाउँ पनि बिर्सिसकेँ मैले त कताबाट आएको भन्ने कुरा पनि बिर्सिसकेँ मैले त यही हातमा घाउ भयो यही हातले मोबाइल समात्नु परेको छ मलाई है गाइस म कताबाट आएको म आफै कन्फ्युज भइसक्यो है गाइस हेर्न सक्नुहुन्छ हावा कस्तो चल्यो हावा घाम पनि लाहा हावा पनि सँगसँगै चल्यो त्यही भएर सायद म बोलेको साउन्ड पनि एकदम डिस्टर्ब आयो होला है साउन्ड डिस्टर्ब आयो होला है ल यहाँबाट अब सिधा अगाडि जाने है सिधा अगाडि जाने अझै छ बाटो बल्ल बल्ल कति बजे बिहान 11 बजेबाट 11 बजेतिर पुग्यो होला है कति बजे पुग्यो होला त्यस्तै 11 साढे 11 बजे पुगेको 2 बजे बल्ल फर्कियो अनि यस्तो छ गाइस हेर्नु सक्नुहुन्छ के गर्ने दुबईको बाटो यो भित्री बाटो हो नि त यो त्यही भएर पनि होला केही छैन तर बाटो राम्रो छ यताको बाटो त यस्तो पिच छ चकाचक छ बाटो तर अब कुनै बेला बाटो बिर्सिन्छ होइन मसँग त गुगल म्याप छ नि त गुगल म्यापबाट जहाँ भए पनि म त गुगल म्याप सर्च गरेपछि ठ्याक्क लोकेसन सर्च गरेपछि देखाइहाल्छ नि लोकेसनमा म्यापमा अनि है दामी हावा चलेको एकदम यस्तो दामी हावा चलेको नि हावा त घाम पनि लाहा हावा पनि दामी चलेको क्या दामी हावा चलेको मेरो हात दुख्यो मोबाइल समाति हात दुख्यो मेरो त धेरै लङ टाइमसम्म समात्न सकिन्न यस्तो हिँड्नु पऱ्यो अब यहाँबाट है दुबईको पहाड हो यो दुबईको पहाड हेर्न सक्नुहुन्छ दुबईको पहाडमा म चढ्दैछु है यहाँबाट यसरी यहाँबाट निस्किन्छ यहाँबाट यसरी यहाँबाट यसरी निस्किन्छ दौडिनुपर्छ है हामीलाई फाइनली तल झऱ्यो है गाइस हजुरहरूले हेर्न सक्नुहुन्छ ल धेरै हुन्छ Head east.
क्या मस्त हावा चले है हावा त लास्ट मस्त चलेको छ है घाम लाग्यो क्या तर हावा चाहिँ मस्त चल्यो मस्त दामी चल्यो हावा चाहिँ है हेर्न सक्नुहुन्छ है हजुरहरूले पनि अघि नैको कम्पनी होइन अघि नै देखाएको थिएँ नि त जाँदाखेरि त्यही हो है ल अब आइपुग्न लाग्यो है ठाउँहरू पनि आइपुग्न लाग्यो मेरो क्याम्प मेरो रुम त्यहीँनिर यो बाटो चाहिँ आउँदा देखेको छ नि अगाडि योदेखि अलिकति अगाडि है हजुरहरूलाई कस्तो लाग्यो आजको भिडियो है हेर्नु होला सबैजनाले हेरेर साथ दिनु होला है अनि के अरे मेरो भिडियोबाट जानुभन्दा अगाडि चाहिँ मेरो भिडियोलाई चाहिँ कस्तो बिर्सेँ अबे जल्दी बोल कल सुबह पनवेल निकलना है सब्सक्राइब गरिदिनु मारो मुझे मारो गरिदिनु होला है लाइक गरिदिनु होला है यति भन्दै अहिलेको लागि छुट्टिन्छु हवस् त नमस्ते बाई अर्को नेक्स्ट ब्लग लिएर आउनेछु है नेक्स्ट विक ल है जाँदा जाँदै आजको लागि यही टुङ्ग्याउँछु हवस् त नमस्ते बाई